नमस्कार सबैजना साथीहरूलाई। मेरो घर चाहिँ नुवाकोट हो, ककानी गाविस, वडा नम्बर 7 पर्छ। यो भिडियो हेर्नुलाई एकचोटि तपाईँले बसौँ मान्य सदस्यहरू। हो, देख्नुभयो नि। अब यो भिडियो पनि हेर्नु है त। उसको मेक्सिको को मेरिडियन से मेन्टेरिए हो, अब यस्तो यस्तो नेताहरूलाई हामीले कतिचोटि चिताउने भन्नु त। आजभन्दा 25-30 वर्ष अगाडिदेखि उहाँ नुवाकोटको विभिन्न 2 नम्बर क्षेत्र 3 नम्बर क्षेत्रबाट चुनाव लडिसक्नुभएको छ है। आजसम्म उहाँले के गर्नुभयो त? 1 नम्बर स्वास्थ्यमा के सुधार ल्याउनु भयो, शिक्षामा के सुधार ल्याउनु भयो, यातायातमा के सुधार ल्याउनु भयो? त्यो रानीपाउदेखि चौत्रालेसम्म 9 किलोमिटर बाटो पनि अहिलेसम्म पिच भएको छैन। पटक पटक पिच गर्छु भनेर कतिचोटिसम्म उहाँले चुनाव जित्नुभयो। के हामी चौत्रालेवासीलाई, नुवाकोटवासीलाई हामी भोटर ब्याङ्क हो? होइन नि। हो, मेरो बाउ आमाले दुःख पायो होला, मैले दुःख पाइसकेँ उहाँहरूको कारणले, होइन। अब हाम्रो छोराछोरीलाई पनि दुःख पाउने हो। त्यसैले अब आइन्दा उहाँ यो नेताहरूलाई, यो दुईजना मैले जुन फोटो देखाएको छु नि, उहाँहरूलाई नुवाकोटबाट बिदा गर्नुपर्छ है। अब आउने चुनावमा तपाईँहरूलाई म यो यसलाई हाल उसलाई हाल भन्दिनँ, तर आफ्नो विवेक पुऱ्याएर युवा नेताहरूलाई हाल्नु, जुनै पार्टीको होस्। उहाँहरूले आफ्नो दिमाग त चलाउन सक्नुहुन्न भने देश चलाउनुहुन्छ। हामी सचिनुपर्छ, उहाँहरू सचिनु भएन। उहाँहरू नसचेपछि तपाईँ हामी जेएनजी युवाहरू सचिनु जरुरी छ है। त्यत्रो जेएनजीको आन्दोलन भएपछि नि उहाँहरू चेत्नु भएको छैन। अनि उहाँहरू नचेतेपछि उहाँहरूलाई त अब हामी चेत्नु पऱ्यो नि। अब सधैँभरि यसरी भोट दिएर त साध्य हुँदैन नि त उहाँहरूलाई। एउटा केही काम गरेको भए त, एउटा केही उहाँले काम गरेर देखाएको भए त भोट माग्न सुहाउँछ, भोट दिन सुहाउँछ। तर कामको नतिजा सुन्ने अहिलेसम्म तपाईँले देख्नुभयो नि। कतिचोटिसम्म मैले नि मेरै कानले सुनेको छु कि स्कुलमा, त्यो महेन्द्र मावि स्कुलमा आएर भाषण गरेको उहाँहरूले है। अनि उहाँहरूले कतिचोटि आएर चौत्राले स्कुलमा आएर भाषण गर्नुभयो, कतिचोटिसम्म बाटो बनाउँछु भनेर उहाँहरूले चुनाव जित्नुभयो। तर पनि हाम्रो बाउहरूले, हजुरबाउले सिधै उहाँहरूलाई भोट हालेको थियो। अनि अहिले हामी छोराहरूले नि उहाँलाई भोट हाल्नु पर्ने हो त।